नमस्कार। ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनको लाइभ क्लासमा तपाईँलाई स्वागत गर्न चाहन्छु। आज हामी टिकटक लाइभमा छौँ र तपाईँलाई यो जानकारी दिन गइरहेका छौँ कि अब चाँडै नै अथवा ग्लोबलको 22औँ वार्षिक उत्सव हामी साउनको 12 गते मनाइरहेका छौँ भने 13 गतेबाट हामी जापानी भाषाको अनलाइन क्लास सुरु गर्न गइरहेका छौँ। यो अनलाइन क्लास जापानी भाषा जान्दै नजान्नेहरूको लागि स्टडी भिजा होस् या वर्किङ भिजा होस् या डिपेन्डेन्ट होस् या भिजिटर भिसा होस्, कुनै पनि पर्पसको लागि हजुरहरूले जापान जानु पर्यो भने जापानिज भाषा सिकेरै गएको हुनुपर्छ। तर अहिले बर्खाको सिजन सुरु भइसकेको छ, बाढी छ, पहिरो छ, तपाईँलाई काठमाडौँ आउन पनि गाह्रो छ भने काठमाडौँ बसाई झन झन महँगी बढ्दै गएको छ। यो अवस्थामा नेपाल अथवा संसारको जुनसुकै कुनामा बसेर पनि सामान्य स्मार्टफोन र थोरै डाटा प्रयोग गरेर पनि लिन सकिने फिजिकल जस्तै भाइब आउने हाम्रो अनलाइन क्लास तपाईँ पनि लिन चाहनुहुन्छ र जापानिज भाषा सिक्न चाहनुहुन्छ भने तपाईँले हाम्रो स्क्रिनमा दिएका नम्बरहरू 9802097012 वाट्सएप नम्बरमा कल गरेर या म्यासेज गरेर या हाम्रा प्रतिनिधिहरूसँग तपाईँले फेसबुक, इन्स्टा, टिकटक या युट्युबबाट पनि कन्ट्याक्ट गरेर आफ्नो नाम रेजिस्टर गर्न पाउनुहुनेछ। क्लास कस्तो हुन्छ, अनलाइन बुझ्न सकिन्छ कि सकिँदैन, मैले धेरैवटा अनलाइन लिएँ तर धोका खाएँ भन्ने लाग्छ भने विगत लामो समयदेखि हामी अनलाइन क्लास गराइरहेछौँ, सफलता साथ सम्पन्न गरेका छौँ। धेरै विद्यार्थीहरूले हामीसँग अनलाइन क्लास लिएर वर्किङ भिजामा जापान गइसक्नु भएको छ भने कतिले डिपेन्डेन्ट भिजामा जानको लागि आफूले गर्नुपर्ने तयारी पनि पुरा गर्नुभएको छ। धेरै विद्यार्थीहरू खुसी हुनुभएको छ। एकदमै राम्रो सेन्सेले क्लास गराउनुहुन्छ, एकदमै वेल म्यानेज छ। सबै तयारीहरू अहिलेदेखि गरिरहेका छौँ। पहिला हामी पुतली सडकमा थियौँ भने अहिले फेरि महाराजगञ्ज चक्रपथ रिङ रोडमा छौँ, भाटबडेनीको अपोजिटपट्टि। विगत 22 वर्षदेखि जापानमा केन्द्रित भएर काम गरेको हुनाले तपाईँ पनि जापानिज भाषा सिक्न चाहनुहुन्छ या न्याट, जेएलपिटी, जेएफटीको तयारी गर्न चाहनुहुन्छ या एसएसडब्ल्यूमा जानै पर्ने भएको हुनाले मलाई इरोदोरीको क्लास चाहिएको छ, इरोदोरीको बुकबाट म क्लासहरू लिन चाहन्छु, जेएफटीको तयारी गर्न चाहन्छु भन्नुहुन्छ भने पनि तपाईँले हामीलाई फिजिकल्ली नारायण गोपाल चोक चक्रपथ भाटबडेनीको अपोजिटपट्टि नेपाल ब्याङ्क भएको बिल्डिङको 4थो तलामा आएर भेट्न सक्नुहुन्छ। आज हामी लाइभमा छौँ र लाइभमा तपाईँका तमाम जिज्ञासाहरूको चाहिँ समाधान गर्ने कोसिस गर्नेछौँ, तपाईँको एन्सरहरू दिने कोसिस गर्नेछौँ र तपाईँलाई पनि जापानी भाषा पढ्नु छ या स्टडी भिजामा जापान जानु छ भने पनि तपाईँले हामीलाई सम्पर्क राख्न सक्नुहुनेछ। यही सेप्टेम्बर महिनामा जापानको मिए स्थित मिए जापानिज ल्याङ्ग्वेज स्कुल इन्टरभ्यूको लागि आइरहेछ अप्रिल इन्टेक 2027 को लागि। जम्मा 7,45,000 मात्रै स्कुल फी भएको 9-10 लाख नेपाली रुपियाँले जापान पुग्न सकिने सबैभन्दा सस्तो स्कुल हो। हामीले देखेको स्कुल, अहिलेसम्म गरेको 20औँ वर्षको इतिहास भएको। तपाईँ त्यो स्कुलमा अप्लाई गर्न चाहन्छु भन्नुहुन्छ भने पनि जापानिज भाषा पढ्न पास गरिसक्नु भएको छ N5 लेभल भने त्यसको लागि आवश्यक तयारी गर्न पनि तपाईँले ग्लोबल म्यानेजमेन्ट फाउन्डेसन आउन सक्नुहुनेछ। अप्रिल इन्टेक 2027 को लागि एप्लिकेसन खुला भइसकेको छ। धेरै स्कुलहरूले नेपाल आएर इन्टरभ्यू लिनको लागि एपोइन्टमेन्टहरू बुक गरिसक्नु भएको छ, सेमिनारको सेड्युलहरू तयार गरिसक्नु भएको छ र हामी पनि त्यही तयारीमा छौँ। सो आज हामी तपाईँलाई विशेष गरेर यो अनलाइन क्लासको बारेमा कुरा गरिरहेछौँ। अनलाइन क्लास अलिक फरक ढङ्गले हामी पढाइरहेका छौँ। तपाईँले देखिराख्नु भएको छ यो स्मार्ट बोर्ड भयो भने हाम्रो अगाडि हामीसँग चाहिँ 4K क्यामेरा हामीले जडान गरेका छौँ। तपाईँलाई सजिलैसँग भिडियोहरू अभाइलेबल हुनेछ। हाम्रो क्लासको एउटा राम्रो फिचर भनेको तपाईँले एन्ड अफ द क्लासमा जुन अहिले म बोलिरहेको छु यो रेकर्ड भइरहेछ भने क्लास सकिने बित्तिकै हामी यो भिडियो पनि तपाईँलाई सेयर गर्नेछौँ। हामीले बोर्डमा लेखेका सामग्रीहरू, कुराहरू, नोटहरू तपाईँलाई डिजिटल्ली हामी सेयर गर्नेछौँ। प्रशस्त बुक एन्ड मेटेरियलहरू, डिजिटल कुराहरू प्राप्त गर्नुहुनेछ भने तपाईँको सिकाइ ग्लोबल म्यानेजमेन्टसँग निकै सजिलो हुनेछ। नेपालमा होस् या जापानमा तपाईँ हुनुहुन्छ या संसारको जुनसुकै कुनामा हुनुहुन्छ भने पनि हाम्रो क्लास लिन सक्नुहुन्छ। सबैभन्दा राम्रो कुरा त हामी बेलुकीको समयमा क्लास गर्न लागिरहेका छौँ। बेलुका ठिक 6:30 बजी नेपाली टाइममा हाम्रो क्लास सुरु हुनेछ। तपाईँ पनि आफ्नो मान्छेहरू जापानमा हुनुहुन्छ र जापानी भाषा पढ्नु छ, तपाईँलाई घरै बसेर तयारी गर्नु छ, बिहानभरिको समय तपाईँ चाहिँ जागिर गर्नुहुन्छ या अन्य कामले व्यस्त हुनुहुन्छ र भ्याउनुहुन्न र रातिको समयमा तपाईँ क्लास लिन चाहनुहुन्छ या बेलुकीको समयमा क्लास लिन चाहनुहुन्छ भने पनि ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनको क्लास तपाईँले लिन सक्नुहुन्छ। सो तपाईँको केही जिज्ञासाहरू छ भने हाम्रो अफिसको ल्यान्डलाइन नम्बर 0143733043 र अर्को ल्यान्डलाइन नम्बर 0143731107 तथा तपाईँ वाट्सएप नम्बरमा निःशुल्क फ्रीमा पैसा नलाग्ने नम्बरहरूमा सम्पर्क गर्न चाहनुहुन्छ भने 9802097012 9802097013
14151617 र 18 सम्मका नम्बरहरूमा तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। अरू नै हाम्रो डिजिटल प्लेटफर्महरू इन्स्टामा, फेसबुकमा, टिकटकमा म्यासेज गर्नुभयो भने पनि हामी तपाईँलाई सकेसम्म अफिस टाइममा तुरुन्तै र अफिस टाइम भएन भने पनि तपाईँलाई हामी यथाशक्य चाँडो तपाईँलाई रेस्पोन्स गर्ने प्रयास गर्नेछौँ। र जति पनि हेरिराख्नु भएको छ तपाईँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ थोरै यो इन्फर्मेसन दिनको लागि हामी आएका छौँ भने यो नेटको समस्या, नेटले कति धान्छ, यो नेटले काम लाग्छ लाग्दैन, हाम्रो भिडियो क्वालिटी के हुन्छ, यसको पनि प्रयोग गरिराखेको हुनाले तपाईँ जहाँबाट हेरिराख्नु भएको छ धेरै पहिलादेखि हामीसँग अनलाइन क्लास लिने विद्यार्थीहरू पनि जोइन हुनुभएको छ भने पनि आफ्नो फिडब्याकहरू दिँदै जानु होला, कमेन्ट गरिदिनु होला। र आज चाहिँ हामी छोटो समय मात्रै लाइभ बस्नेछौँ किनभने आज हामी यसैको प्रयोग गरिरहेछौँ। हाम्रो टेक्निकल कुराहरू, टेक्निकल टिमहरू, आइटीको टिमहरूले यसैको प्रयोग गरिरहेछौँ। हिजो पनि हामीले केही समय लाइभ गऱ्यौँ। सो तपाईँलाई फेरि पनि म जानकारी दिन चाहन्छु, आगामी साउन 13 गते बेलुका 6:30 बजेदेखि अनलाइन क्लासहरू सुरु हुँदैछ। जापानिज भाषा जान्दै नजान्नेको लागि, अक्षरहरूबाट सुरु गर्नको लागि तपाईँ जुनसुकै ठाउँमा भए पनि हामीसँग क्लास लिन सक्नुहुनेछ। फी हामीले N5 लेभलको 5650 राखेका छौँ भने त्यसबारे विस्तृत जानकारीहरू हामी डेमो क्लासमा दिने नै छौँ। आज हामीले खास डेमो क्लास दिने गरी सेड्युल पहिले तयार गरेका छौँ, तर आज राति वर्ल्ड कप भएको हुनाले आजलाई हामीले स्थगित गरेका छौँ। हामी फेरि पनि तपाईँलाई डेमो क्लासको अरू दिन क्लास दिने गरीको लागि तयारी गर्नेछौँ र जानकारी गराउनेछौँ। र तपाईँ पनि यो डेमो क्लास हेर्न चाहनुहुन्छ, क्लास कस्तो हुन्छ, कस्तो सेन्सले पढाउनुहुन्छ, इन्फर्म बुझिन्छ कि बुझिँदैन, भिडियो क्वालिटी के हुन्छ, अडियो के हुन्छ, घर बसेर जापानिज भाषा पढ्न सम्भव छ कि छैन, र फी कति लाग्छ, प्रक्रिया के हुन्छ, कति समय लाग्छ, कसरी पढाउनुहुन्छ, फिजिकल लाइभ क्लास हुन्छ कि हुँदैन, फिजिकल पढे जस्तो हुन्छ कि हुँदैन, घर बसेर जापानिज भाषा सिक्न सकिन्छ कि सकिँदैन, बारे तपाईँलाई जान्न मन छ र क्लास लिएर हेर्न मन छ, ट्रायल क्लास लिन चाहनुहुन्छ भने पनि हाम्रो दिएका नम्बरहरूमा म्यासेज गरेर आई एम इन्ट्रेस्टेड भनेर लेख्नुभयो भने हामी तपाईँलाई हाम्रो लिङ्कहरू प्रोभाइड गरेर एउटा समय दिएर तपाईँलाई क्लासहरू, डेमो क्लासहरू देखाउनेछौँ। आज यति नै कुरा गरेँ मैले। जति हेरिराख्नु भएको छ सबैलाई धेरै धेरै धन्यवाद, स्वागत गर्न चाहन्छु। आज हामी यसैको तयारीमा छौँ। दिउँसोको समय भएको हुनाले अहिले खास यो लाइभ बस्ने बेला चाहिँ होइन। हामीले प्राय गरेर हामी बिहान र बेलुका लाइभमा नै हुनेछौँ। हाम्रो ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनको पेजलाई, यो हाम्रो आइडीलाई फलो गर्दै रहनुभयो भने जापान सम्बन्धी इन्फर्मेसनहरू पनि दिँदै जानेछौँ। धेरै क्लासहरू पनि हामीले यहाँ फ्रीली तपाईँलाई यो लाइभ मार्फत पनि दिने गरेका छौँ समय समयमा। सो तपाईँ पनि जापानिज भाषा सिक्न चाहनुहुन्छ, जापानबारे इन्ट्रेस्ट छ, जापानबारे बुझ्न चाहनुहुन्छ, जापानको लागत, जापानका चुनौती, जापान जानुपर्ने आधारहरू, गर्नुपर्ने तयारीहरू, जानुपर्छ या जानु पर्दैन, तपाईँको अवस्था के हो, किन जान खोज्नु भएको छ, यावत कुराहरूबारे डिसिजन गर्न नसकेर तपाईँ पनि अल्मलिरहनु भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईँलाई सकेसम्म एज इट इज जापानको रियालिटीहरू भनेर तपाईँलाई गाइड गर्ने र तपाईँलाई जापानको वर्तमान अवस्थाबारे बुझाउने पनि कोसिस गर्नेछौँ। हस्, धन्यवाद। आजको लाइभमा म यति नै बसेँ। पछि पनि तपाईँहरूसँग भेट हुने नै छौँ हामी। र ग्लोबलको पेजलाई फलो गर्नुहोला र जापानिज भाषा पढ्न चाहने, जापानबारे बुझ्न चाहने, जेन्युन इन्फर्मेसन लिन चाहने र स्टडी भिजामा जाने हो भने टोकियो, ओसाका, नागोया, चिबा, सेन्दाई जस्ता सिटीहरूमा तपाईँको दाइहरू छन्, तपाईँको भाइहरू छन्, तपाईँको दिदीहरू छन्, यही नै आऊ भनिराख्नु भएको छ। र त्यो सिटीमा जानको लागि सजिलो एप्लिकेसनमा गाइड गर्ने एकदमै अनुभवी 22 वर्षदेखि काम गरिरहेको जेन्युन काम गर्ने कन्सल्टेन्सीको खोजीमा हुनुहुन्छ भने यही भिडियो तपाईँले आफ्नो साथीभाइलाई सेयर गरिदिन पनि सक्नुहुनेछ। हस्, धन्यवाद।